अनि अब यस्तो बाटो रहेछ, अब यस्तोबाट पनि जानै पर्यो। दाइसँग साइकलमा बसेको यस्तो रहेछ। कता जाने हो हेर्न सक्नुहुन्छ। यहाँ ठेका बहिनी चाहिँ सेकेन्ड ट्राई अर्को उद्धार गरिँदै छ है। हेलो एभ्रिवान, फेरि पनि स्वागत छ सबैजनालाई मेरो भिडियोमा। अनि आज चाहिँ फेरि हामी चाहिँ उता लालपुरतिर गइँदैछ। यता इटरीबाट हामी चाहिँ दिदीहरू चाहिँ उता हस्पिटलतिर जानुभयो, हस्पिटल अरे ब्याङ्कतिर जानुभयो। अनि म अनि भान्जी दिदी बहिनी 3जना 4जना हामी चाहिँ लालपुरतिर गइँदैछ। लालपुरमा चाहिँ हाम्रो भेना हुनुहुन्छ क्या, त्यहाँ चाहिँ अर्को दिदीको घर छ। अनि त्यहाँ चाहिँ दिदी चाहिँ घरमा हुनुहुन्न, भेना चाहिँ हुनुहुन्छ। अनि हामी चाहिँ भेनालाई भेट्नु, अनि त्यता चाहिँ खतरा जङ्गल छ, जङ्गल घुम्न हिँडेको। तर म चाहिँ अब दिदीहरूले छिटै बोलाउँदै हुनुहुन्थ्यो, चोकतिर के सामानहरू यताउता किन्नु छ अरे। अनि त्यही भएर मलाई चाहिँ छिटै बोलाउँदै हुनुहुन्थ्यो। तर म चाहिँ अब अलि घुम्न मन लाग्यो भने जान्छु होला उतातिर, नभए चाहिँ छिटै फर्केर आउँछु। अनि उनीहरू चाहिँ उता के अरे के मन्दिर पो उता जङ्गलमा छ कि एउटा मन्दिर, रामधुनी मन्दिर जान्छन् रे उनीहरू चाहिँ। अनि म चाहिँ जान्छु कि जाँदिनँ, खै हेर्दै जाऊँ अब के हुन्छ। त्यहाँ पुगेपछि मेरो मुड कस्तो हुन्छ त्यसमा डिपेन्ड गर्छ। जानु मन लाग्यो भने जान्छु, मन लागेन भने चाहिँ चोक यता आउँछु। यो चाहिँ मेरो कान्छी बहिनी, मभन्दा जेठी दिदी, अनि यो चाहिँ मेरो भान्जी। हामी चाहिँ यहाँबाट सफारी चढेर चोकसम्म गइँदैछ। अनि चोकबाट चाहिँ हामी फेरि म्याजिक चढेर अनि उयो जान्छौँ, के अरे झुम्का जान्छौँ। झुम्काबाट फेरि अर्को अटो चढेर उयोमा जान्छौँ, लालपुर जान्छौँ। हेर्दै चाहिँ अझै के हुन्छ। यस्तो छ इटरी चोकको अवस्था। त्यहाँ चाहिँ त्यो सबैवटा जात जातिहरूले टक्क उयो उठाएर अनि त्यहाँ चाहिँ उयो के अरे ट्राफिक सिग्नल थियो। तर अस्ति जेन्जी आन्दोलनमा चाहिँ त्यो भत्काएर अहिले चाहिँ यस्तो रहेछ यहाँको अवस्था। अनि त्यहाँ पानीको फोहरा थियो, त्यस्तो भएछ। ल हामी चाहिँ यहाँ इटरी चोक आयौँ। अनि चोकबाट चाहिँ गाडी चढेर म्याजिक चढेर उता झुम्कातिर हिँडिसक्यो। अनि हामी उता जाने चाहिँ यहाँ महेन्द्र राजमार्ग हुँदै जानुपर्छ। म चाहिँ झ्यालमा बसेर भिडियो बनाउँदै जाम्ला भनेको, तर सिट चाहिँ यस्तो मिलै ट्याङ्कीमाथि। अब यस्तै भयो भने भिडियो त बनाउनु पऱ्यो। अहिले चाहिँ यो बाटोको अवस्था यस्तो छ, तर बिस्तारै बिस्तारै साइडमा चाहिँ बन्दै रहेछ क्या। अहिले चाहिँ धुलै छ। ल हामी चाहिँ अहिले चाहिँ यहाँ उयो आइपुगिसक्यो, के अरे झुम्का चाहिँ आइपुगिसक्यो। अब यहाँबाट चाहिँ सिटी सफारी केही चढेर लालपुरसम्म जाने हो। केमा लाने राम खोसेरै लाला जस्तो गर्छन् हौ। खोइ एउटामा चढेर गइहाल्यौँ न आनन्दै लालपुरसम्म है। फाइनल्ली हामी चाहिँ यहाँ आइपुगिसक्यो लालपुर। अब भेना घर चाहिँ त्यहाँ अगाडि हो, दिदी भेनाको घर चाहिँ, दिदी चाहिँ हुनुहुन्न, भेना मात्रै हुनुहुन्छ। हामी चाहिँ लाइन लागेर आइसक्यौँ। चिल छ यतातिर, मस्त छ हावा पानी वातावरण। उता हेरो जङ्गल छ, यता चाहिँ फेरि यस्तो हरियाली क्या दामी छ भने नि, मनमोहक दृश्यहरू। यता चाहिँ भेनाले धानको बिउ भिजाउनु भएको कि क्या हो, यस्तो छ है त। हेलो, हामी आइयो त। भेनाले आँगनमा फुल सुक्ने रोप्नु भएछ है, यस्तो रहेछ हाम्रो जिजाजी। हाम्रो भेना के गर्दै हुनुहुन्छ यता हेर्नु भेना, सालो बाबु आइसक्नु भयो यहाँ। भेनाले चाहिँ कुखुरा पाल्नु भएको रहेछ। अनि त्यहाँ कुखुरा स्याहार्दै गर्दै हुनुहुँदो रहेछ क्या। यस्तै छ रहेछ यतातिर चाहिँ कुखुरा। हजुर चल्ला ल्याउनु भएको कति भयो?
हाम्रो ग्याङहरू टन्न हेलो, हामी चाहिँ अहिले भेनाको घर आइपुगेको। अब हामी चाहिँ जङ्गलतिर घुम्न जाने हो। यहाँ अगाडि चाहिँ खतरा जङ्गल छ कि यो चाहिँ जङ्गल हो। हाम्रो भेनाले चाहिँ चिटिक्क बनाएर मिलाएर राख्नु भएको रहेछ है रुमहरू पनि चट्टसँगले। फुलहरू नि रोप्नु भएको रहेछ यस्तो। अनि आज चाहिँ यहाँ सालीसालाहरू आएको। मै पनि रहेछ यहाँ चाहिँ। यस्तो छ अवस्था। ल हाम्रो चाहिँ मै खाइँदैछ। खानु बेना भेनाले चाहिँ हाम्रो लागि आँप पनि टक्क यता देखाउँदै सन्धिला एउटाले यस्तो गरेर सिकाउँदैछ कसरी देखाउनु पर्छ भनेर है। आँप पनि मै माया गर्छन् हाम्रो होइन। भेनालाई नदी आफै आफै खा। ल हामी चाहिँ अब भेनाकोमा आइयो। अब वरिपरि त घुम्नु पर्यो। यति नघुमी त भएन भनेर टक्क घुम्नको लागि गइँदैछ। तर मेरो चस्मा कहाँ गयो? चस्मा लाएर जानु पर्यो क्या। ल हामी चाहिँ अब यतातिर टक्क घुम्नलाई हिँड्दैछ। यता त्यस्तो छ। यतातिर मकै रहेछ। यता भेनाले उयो गरेको अघि नै देखाइहालेँ। अनि घर वरिपरि चाहिँ उयो वाल लाएर बार्दै हुनुहुँदो रहेछ आजभोलि। अनि हामी चाहिँ यो बोल्दा चाहिँ अलिक कसेर बोल्नु पर्यो क्या, केही सुनिएन। हो र कोसिस गर्दैछु भेना म त केही पनि सुनिएन। त्यसको पनि म कोसिस गर्दैछु ठुलो ठुलो बोल्ने। गेट पनि ओपन भइसक्यो। केही लागेको छैन। यहाँ के रहेछ भन्दाखेरि यो चाहिँ सुँगुर चारोबाट पकाउनु उयो थियो। अहिले लावारिस भएर बसिरहेको रहेछ। साग रहेछ अलिअलि। केही छैन। अनि मकै रोप्नु भएको रहेछ। यताको चाहिँ सुँगुर खोर। ल हामी चाहिँ यहाँ भेनाको पङ्खा जोडिँदैछ। गर्मी पनि लास्टै भइरहेछ। पसिना नि चुइसक्यो गर्मीले। तर यहाँ पङ्खा कस्दैछ है म चाहिँ। ल हामी चाहिँ घरमा पङ्खा सङ्खा जोडियो। अनि अब चाहिँ उता रामधुनीतिर गइँदैछ। अनि रामधुनी मन्दिर। तर म चाहिँ परतिर बाटोदेखि फर्केर आउँछु जङ्गल घुमेर। अनि दिदीहरू चाहिँ रामधुनी जान्छन्। म चाहिँ जङ्गलबाट फर्केर आउँछु आधी बाटैबाट उता जान्न घुम्न। रामधुनी मन्दिर चाहिँ म पहिल्यै गइसकेको हो कि। अनि त्यही भएर अनि दिदीहरूले पनि बोलाउँदै हुनुहुन्छ। म चाहिँ अलिक छिटै फर्किन्छु। यिनीहरू चाहिँ अलि भरै फर्किन्छन्। अनि अब हामी चाहिँ रामधुनीको जङ्गल हिँडेको यतिखेर। अनि पर चाहिँ भेनाहरू हुनुहुन्छ। अनि म चाहिँ दाइसँग हिँडेको। यो दाइले साइकल लगेर यस्तो बिजोक खेत। अनि अब यस्तो बाटो रहेछ। अब यस्तो बाटो पनि जानै पर्यो। फेरि मेरो चाहिँ अलिक चप्पल चिप्लो परेछ। अनि कति गाह्रो। जङ्गलमा साइकल लिएर हिँडेको छौँ टक्कसँगै। अब यस्तो छ जङ्गल। अब म चाहिँ कुद्नु होला फेरि। लु हेरौँ पेल्नु सक्छ कि सक्दैन रहेछ मान्छेले मलाई। मैले सक्दिनँ होला। दाइसँग साइकलमा बसेको झन्डै मरे। एडभेन्चर। यहाँ चाहिँ जङ्गल ठुलो रहेछ होइन। यस्तो रहेछ बाटो चाहिँ सानो रहेछ। खुट्टामा के गरेन यिनीहरूले। अब हामी चाहिँ जाँदैछौँ यता बाटो हेर्नु न फेरि यस्तो रहेछ। अनि अब बिस्तारै बिस्तारै जाँदैछौँ हामी चाहिँ यता।
ठुलो जङ्गल रहेछ निङ्गो खोज्नु जानुपर्ने भन्दै थिएन अब यस्तै हो एडभेन्चर हामी यस्तो खतरा ठाउँ आएको छौँ आज चाहिँ हरियाली छ सबै जता हेऱ्यो त्यतै यस्तो दामी ठाउँ छ यो चाहिँ रामधुनी जङ्गल हो तर उयोको के अरे झुम होइन कता पो यो भेना लालपुरको रामधुनी जङ्गल यस्तो छ है यतातिर चाहिँ लाउन गाँठेका म चाहिँ फेरि साइकल लिएर आएको छु आज चाहिँ अरू हिँड्दै म चाहिँ साइकलमा परसम्म पुगेर फर्किने हो ल साइकल चढेर म चाहिँ अगाडि जान्छु तिमीहरू पछि पछि आऊ म चाहिँ साइकल लिएर हिँडेको जङ्गलमा ला 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 यस्तो रमाइलो छ नि यो जङ्गल यहाँ दिदीहरूले चाहिँ दाउरा काट्दै हुनुहुँदो रहेछ इस्क तेरा लेट ओहो मलाई त गीत पो गाउन मन लाग्दैछ हौ जङ्गलको बिचमा सरर मोटर चढेर बब्बाल छ है सिन साइकलमा हा कता जाने हो हेर्न सक्नुहुन्छ गाइड्सहरू रामधुनी जङ्गलको साइक्लिङ काठमाडौँमा कता कता पुग्छन् म चाहिँ यतातिर आएको छु है आज साइक्लिङ चाहिँ यस्तो ठाउँमा कस्तो लाग्यो आजको ठाउँ तपाईँहरूलाई यस्तो छ राम साइक्लिङ त फेरि बब्बाले हो नि त बब्बाले हो या बाफ्रे हो राम्रो पनि यति राम्रो रहेछ कि सिरोबारी गाँठेका शान्त छ यार घाँसहरू नि अलिअलि काटेर लान्छन् क्या यस्तो बबाल रहेछ ठाउँ चाहिँ यस्तो छ है त जङ्गलमा साइकल चलाउँदै आएको उयो के अरे काँडाहरूले नि घोच्यो जङ्गलमा चलाउँदा के नघोचोस् त होइन अब त्यस्तो झार जङ्गलभित्र यता चाहिँ यस्तो जङ्गल छ अनि यता चाहिँ मसलाहरूको रुखहरू रहेछ अनि पुरै सिरुबारी रहेछ कि यता चाहिँ फेरि कस्तो दामी दामी ठाउँ रहेछ भने आम्मा सिरुबारी त्यस्तो दामी छ हेरेरै नअगाउने के चित्तै नबुझ्ने खालको त्यस्तो छ यताको नजाराहरू यहाँको भ्यूहरू जति हेरे पनि धितै नमर्ने खालको छ कि त्यस्तो दामी छ है यताउता हेरो जताततै एकछिन चाहिँ साइकल भेनाले दिएर हिँडेको हिँड्ने हामी चाहिँ आज तिन चारजना 4-5 जना छौँ हामी चाहिँ त्यस्तो छ जङ्गलमा चाहिँ घारी छ है बाटो चाहिँ यतै पनि फुल अन मजा त्यही फेरि खतरा हो भाइ पनि यस्तो दामी आएको छ यहाँ जङ्गलमा भन्ने खालको म त कतिचोटि कराइसकेँ यहाँ गरेर कराउँदा नि केही हुन्न यता पर दाउरा काट्नेहरू उयोहरू चाहिँ कराउँछन् तर अरू केही हुन्न यता कस्तो रमाइलो जङ्गल छ भने उता चाहिँ घाँस बारीहरू थियो यता चाहिँ सालको रुखहरू रहेछ क्या ठुलो अनि सालको रुखमा चाहिँ एउटा उयो त्यो प्राय घरमा लगेर रोप्छन् कि यो चाहिँ के पो यसको नाम चाहिँ थाहा भएन एउटा प्लान्ट हो यो
सबै बटारिएको रहेछ क्या ट्याक्क ट्याक्क रुखमा चाहिँ। अनि यहाँ चाहिँ अगाडि खोला। आउने बाख्रा नि चरिरहेको रहेछ यता। गहिरै पो छ क्या हो। अब चाहिँ दिदी बहिनी दिदी भान्जीहरू चाहिँ अब खोला तरेर जान्छन् अनि म चाहिँ यहीँबाट फर्किने हो। भिज्ने रहेछ लु नहुने रहेछ। यहाँ खोला चाहिँ गहिरो रहेछ कसरी जान्छ हजुर अलि उ छ ल। बहिनी चाहिँ हो ट्याक्कसँग हो त्यहाँबाट खोला तर्दैछ छाम्दै है। जानु के उता होइन ल मेरो बहिनी चाहिँ फाइनल्ली थर्यो है। पानीमा डुबिदिएको ल। उता किन गएको यतापट्टिबाट जाऊ। यति यति चाहिँ डुब्दो रहेछ ल यता चाहिँ। हामी चाहिँ यहाँ दिदीहरूको उद्धार गरिँदै छ है। अलिअलि खुट्टा डुबाउँदै ल्याउनु नि। भुइँमा अलिकति बसाइहाल्नु नि। अलिकति उता बसे जस्तो गर्ने खुट्टा डुबाउने अनि फेरि खुट्टा उयो मलाई माफीले भित्र पस्यो जस्तो लाग्यो। झार्दै काटिनी मरेर माछा पाउँछ कि छैन हेर। यहाँ त लडे नि के भयो। त्यो साइकल चाहिँ कसले ल्याउने। त्यो साइकल ल म चाहिँ अब मन्दिर चाहिँ जाँदिनँ त्यहीँबाट फर्किन्छु भनेको थिएँ। अनि दिदी बहिनीहरूलाई बोकेर खोला तारे। बहिनी त आफै तर भान्जी र अब दिदीलाई चाहिँ बोकेर तारे। अनि त्यसपछि चाहिँ यहाँबाट फर्किनुभन्दा चाहिँ रामधुनी पुगेर त्यताबाट राम्रो बाटो फर्किनु चाहिँ सजिलो छिटो हुन्छ भन्ने कुरा आयो। अनि नजानु भनेको फेरि अब रामधुनी नै हिँडेको म चाहिँ रामधुनी गएर अनि त्यतै तल्लो बाटो म घर फर्किन्छु। तराईको जङ्गलतिर चाहिँ यो धमिराले यस्तो घर बनाउँदो रहेछ क्या। यो चाहिँ धमिराको घर हो है। यस्तै ठाडो 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 बनाउँदो रहेछ। यता छ यता छ। ल हामी चाहिँ अहिले चाहिँ रामधुनीको मन्दिर आइपुगिसक्यौँ। रामधुनीको मन्दिरको गेट चाहिँ यही हो। अब भित्र पस्छु है। उयो भेनाहरू त पसिसक्नु भयो। ल भेना चाहिँ निक्रिनु भएछ। दिदी बहिनीहरू चाहिँ भित्रै छन्। अनि भेना बस्नुहुन्छ साइकल गोठाला। म चाहिँ भित्र जान्छु। के अरे 108 वटा ओ धारा हेर्नु मात्रै आएको क्या। कहाँ छ धारा वा सिधै जाने क्या। हो र 108 वटा छ पुरा सुन। सुनको ल ल सुनको धारा छ अरे त 108 वटा। के हो कुरो ढोका नि बब्बल एकदम छिटो। यता यो रामधुनीमा चाहिँ बाँदर पनि धेरै छ क्या। हुन्छ रामको सेनाहरू हो। खोज्दै खाँदैछ। मेन मन्दिर भनेको चाहिँ यो होला क्या। यताको यो मेन मन्दिर भनेको चाहिँ के होला कि यहाँ चाहिँ आगो कहिल्यै मर्दैन अरे। पहिला रामले फुकेको आगो कहिल्यै मर्दैन अरे भन्थे सुनेको हो। राम वनवास जहाँ आउँदाखेरि आगो पर्छ। ओहो यहाँ चाहिँ जलकुम्बी पोखरी। त्यो चाहिँ सीता माता होला। यता भित्रबाट चाहिँ धुवा नै आइरहेको रहेछ क्या अहिले पनि। आगोको त बलि नै राखेको छ। आगो चाहिँ यो चाहिँ सीता माताले पूजा गर्ने सिक्री होला। यो चाहिँ जाँतो। यो चाहिँ के हो ल यस्तै रहेछ। यता चाहिँ यो रामधुनीको मन्दिर। आगो पुग्नको लागि हो कि तपाईँले काटेको यस्तो रहेछ यता चाहिँ। ओ भेनाले भन्दै हुनुहुन्थ्यो 100 कतिवटा धारा सुनको
यहाँ रहेछ है धारा चाहिँ कहिले बन्या हो बब्बाल रहेछ ल म चाहिँ मन्दिरको दर्शन गरेर पनि अब चाहिँ निक्लिसकेको है निक्लिदिएको दर्शन के भन्ने यताउता अलिअलि हेऱ्यो अनि त्यसपछि निक्लेको म चाहिँ अब बाँदरले कानमा ल अब हामी चाहिँ जेरी पनि किनेछन् दिदीहरूले चाहिँ आधी किलो 1 किलो कति किन्यो अनि अब दिदीहरू चाहिँ सफारीमा जान्छन् म चाहिँ साइकलमा चढेर साइकलमा जान्छु ल आजको घुमघाम यस्तै भयो जे होस् जे भयो रमाइलो भयो रामधनीको बाँदरहरू ल अब उनीहरू चाहिँ सफारीमा आएको थिएँ म चाहिँ साइकलमा आएको उनीहरू चाहिँ अलिकति टाइम लाग्छ कि क्या हो ढिलो गर्छन् क्या हो म चाहिँ हिँड्दैको अब उनीहरू चाहिँ बिस्तारै आउँछन् एकछिनमा ल ल हामी चाहिँ लालपुरबाट पनि अहिले चाहिँ घर आइपुगिसक्यौँ अनि आज चाहिँ जङ्गलतिर घुमघाम पनि रमाइलो भयो अनि आज के गऱ्यौँ कसो गऱ्यौँ त्यो सबै देखि नै सक्नु भएको छ अनि अन्तिममा जाँदै लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला आजको लागि चाहिँ यति नै बाई बाई